हामी यहाँ करोडौँको माल लिएर कलाघर जाँदैछौँ अनि प्लेनको ड्राइभर हेरौँ न भाइ के गर्नु सामान लिएर हिँडेको कपाल त यो प्लेनले गर्दाखेरि पिजेल उडिसक्यो ममता बुनु खासै धेरै छैन त्यही 100-150 वटा जति आउनु उसले भइहाल्छ नि दिदी भइहाल्छ नि म त सिरियस हुनु थालेछ पेसेन्जर सिरियस हुँदै यो करोडौँको माल बोकेर अब हामी लगभग हामी हाम्रो गन्तव्यमा पुग्न थालिसक्यौँ हरेस नखानु ममता हरेस नखानु गाडी अघि ट्र्याक्टर यो बाटो पुरै गोमन सर्प जस्तो भयो त्यो त बाहिरबाट गरेर चिच्याइरहेको थियो जो कलाकार बन्ने भने उसलाई क्यामेरा तिर्स्याएको मन पर्दैन ऊ हेलो बमजन्स्या टिकामु लाल खबर यो करोडौँको सम्पत्ति हो कि यो अनि लान पर्छ हेर्नु यहाँ यस्तो दामी भ्यू छ हल्का काम चर्किरह यस्तै हो आउनु ममता बुनु अब त्यो गाडी चलाउने भाइलाई चाहिँ क्यामेरादेखि इरिटेट छ क्यामेरा फर्काइ उता फर्किहाल्छ हजुर भइहाल्छ नि हो नि कहाँ 60 किलो छु म बसिहाल्छु नि त्यो कति किलो हो 400 किलो 400 होला होइन 107 बलियो बाहुबली भाइलाई अघि नै सम्झेको हामीले कहाँ हो बाहुबली भाइ वहाँनिर आउनु के भाइ पानी छ ल हामी सामान लिएर जाँदैछौँ के हो तपाईँको भन्नु भन्नु न एउटा गीत गाए भनेर तपाईँलाई बोल्ने अवस्थामा छैन कि 1 घन्टा जति आधी घन्टा भयो काम गरेको उसको बोल्ने अवस्था छैन तर कपाल पिटिस जाँदैछ यस्तै हो